डिग्री पढाएपछि बिहा दिनु ल भन्दिनु हो 101 कलेज छन् पहिला कलेज थिएनन् बानरा जान पर्थ्यो अहिले यही कलेज छन् कराकरै भए बिहा दिनु ल भन्दिनु बिहा दिनु ल भन्दिनु छ यो त भने बिहा गर्ने एकदम खुसी हुनु भएको ल हुन्छ त्यही हो फर्क म बिहा नगरी गाउँ जान्न भन्नुभएको छ स्कुल लेखाउँदा चाहिँ बाबालाई म फलबाट कुरो राखेर अहिले गएर भन्नु पर्यो पहिला नै यसको अहिलेदेखि भनिदिनुहोस् काम गरेको रहेछ कति बेला गाडीहरू त काम गरेर गाला नि खिच्न आउनु हराउनु भयो त्यसै कामलाई हेर्नु पर्वत छोडेर यो धरतीमा आउने बाबा पार्वती कैलाश पर्वत छोडेर यो धरतीमा कैलाश पर्वत छोडेर यो धरतीमा सीता आओ पाप बढ्यो संसारमा फेरि धर्म ल्याऊ आओ राधा आओ कृष्ण राम सीता आओ पाप बढ्यो संसारमा फेरि धर्म ल्याऊ पाप बढ्यो संसारमा फेरि धर्म ल्याऊ रक्षा गर समाधि चढाउँछौँ फुलपाती 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 रक्षा गर समाधि राम
आरतीको बेला भयो भक्त हो हरि कीर्तन गा लेऊ हरिकै नाम भक्त जापन हरिकै नाम लेऊ हरिकै नाम भक्त जापन हरिकै नाम हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त 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 हरि पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ कुनै देवी माथि दसैँ दिशा आरती 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 आरती कुनै देवी माथि दसैँ दिशा 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 आरती हरि नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ नैऋत्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाऊ पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ हरि हरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरि हरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग
ल यता हेर्नु भयो हजुरबा यता हेर्नु हाजिको सबैको है ल फुल फुल यसरी 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 है बच्छ बच्छ भयो बच्छ 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 यस्तो लागिरहेको त हिँड्नु भयो अब त भइसकेको त पुरा एकैछिन बाहिर है गाडी छुट्ने भयो क्या त्यही भएर हात्तिनु भयो हेलिकप्टरमा हिँड्दै भोकै हुनुहुन्छ मैले बुवा अत्याउन भएन होइन कुर्तीमा बसेर सजिलो हुन्छ यस्तो उभिएर भन्दा ब्याउने होइन कि केटाहरूलाई अरूले लगाइदिन खोजेके जानेले अनि बुवासित लाउँछन् हिँड्छन् छिटो त्यसरी गराउन खोजे हो गइसक्यो लेख्नु भन्ने गइसक्यो भनेर हुन्छ त नि अब बुवा यहाँ सक्नु त्यसो हुन्छ क्या अब बसेर ला बुवालाई मात्रै होइन अरू बाबुहरू आउँछ क्या बाहिर ल बुवाले मात्रै हो क्या भित्र मैले त अहिले चिनेको तिमीलाई मैले भाउ जानु होला ए उहाँ अहिले भाउजू लानु आउनु न तपाईँ लाग्यो त लाइनमा आउनु मान्छेहरू त्यसरी कहिले त पुग्यो त होइन आउनु 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 अब कहाँ सरम अहिले उता सरम होइन आज दिन अब भोलि त्यस्तो त हुन्न भयो एकछिन म त जान्छु यता यता आउनु भयो भन एउटा देखाइ भगवान हुनुभयोबाट हामीले भनेर त होइन सबै खिचेर त एउटा दाजुभाइको भान्जा भान्जीको अब यसलाई छल पछि नि बुझाउँला हामी नि बुझ्ने नै हो टिको थाप्ने उता आउनु मन नगर्नु नलगाउने अरे के नलगाउने लिनुहोस् फुल लिनुहोस्
राजा नमस्ते हो यो नराखा पर्दा हजुर बाइस टिका लगाउँछ पुरा छ भन्ने हुन्न हे आयो कली धप्पै बलि चारै दिशा घेरी आयो कली धप्पै बलि चारै दिशा घेरी दिन काटन गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान आइदेऊ भगवान अज्ञानीलाई ज्ञान